नमस्ते। आज पनि म हजुर समक्ष एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आजको भिडियोको शीर्षक रहेको छ उखान र अनुकरणात्मक शब्द, जसको चाहिँ हामी परिचय र अभ्यास गर्नेछौँ, जुन चाहिँ कक्षा 8, 9, 10, 11, 12 का विद्यार्थी भाइ बहिनीहरूलाई अति महत्त्वपूर्ण हुनेछ। ल त ढिला नगरी सुरु। उखान। अब हामी उखानबाट सुरु गर्नेछौँ। उखान भनेको के हो त हेर्नुस् त यहाँ। परम्परादेखि नै जनजीवनमा झुन्डिएको विशेष अर्थात् खास अर्थ प्रदान गर्ने शब्द नै उखान हो। बुझ्नुभयो? परम्परा भनेको पहिलेदेखि नै मानिसका जनजीवनमा झुन्डिँदै आएको जुन चाहिँ खास अर्थ प्रदान गर्छ भने त्यस्तो शब्दलाई चाहिँ हामी उखान भन्ने गर्दछौँ। विशेष सन्दर्भमा प्रयोग गरिने एक पेचिलो व्यङ्ग्यात्मक प्रहार नै उखान हो, जुन चाहिँ एकदम व्यङ्ग्य प्रदान गर्नको लागि हो, अरूलाई व्यङ्ग्य गर्नको लागि चाहिँ प्रयोगमा विशेष गरेर ल्याइन्छ। जस्तै हेर्नुहोस् त, बाँदरको हातमा नरिवल, म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो, आँखा लोभी मन पापी। यी जस्ता भनाइहरू चाहिँ के हुन् त भन्दाखेरि यी परम्परादेखि नै चल्दै आएका उखानहरू भए भाइ बहिनीहरू। ल त अब हामी अब अनुकरणात्मक शब्द भनेको के हो त त्यसतर्फ लागौँ है त। अनुकरणात्मक शब्द भन्नाले कुनै पनि व्यक्ति, हेर्नुहोस् त, कुनै पनि व्यक्ति, वस्तु, ध्वनि आदिको नक्कल बुझाउन आउने शब्द नै अनुकरणात्मक शब्द हो। यसमा के बुझ्नु पर्यो त भन्दाखेरि अनुकरण भनेको नक्कल बुझाउन आउने शब्द भन्नु पर्यो। त्यो के को भन्दाखेरि व्यक्तिको नक्कल बुझाउन पनि सक्छ, वस्तु, ध्वनि हो आदिको नक्कल बुझाउने शब्द नै के रहेछ, अनुकरणात्मक शब्द रहेछ भने। जस्तै प्याट्ट, थ्याच्च, पुलुक्क, मुसुक्क, सुलु सुलु आदि जस्ता चाहिँ अनुकरणात्मक शब्दहरू हुन्। अझ स्पष्टले बुझ्नको लागि चाहिँ भाइ बहिनीहरू म तपाईँलाई यहाँ चित्रबाट पनि प्रस्तुत गर्दछु। यहाँ हेर्नुहोस् त, यहाँ एउटा केटी मान्छे हाँसिरहेको छ। अब यो हाँसेको नक्कल बुझाउने शब्द चाहिँ के होला त, कसरी हाँसेको छ ल भन्नुहोस् त। हो यहाँ हेर्नुहोस् है, कसरी हाँसेको होला ल भन्नुहोस् त। हो मुसुक्क, होइन त, मुसुक्क हाँसेको छ। हो अब यो हाँसेको नक्कल बुझाउने शब्द चाहिँ के भयो त भन्दाखेरि यो मुसुक्क भन्ने शब्द भयो। बुझ्नुभयो नि? अब बुझ्दै हुनुहुन्छ है। अर्को पनि चित्र हेर्नुहोस् त। हेर्नुहोस् त, यहाँ एउटा दाउरा भाँचिएको छ। अब यो दाउरा भाँचिएको नक्कल बुझाउने शब्द हामीले भन्नु पर्यो। यो दाउरा कसरी भाँचिएको छ त भनेर भन्दाखेरि कसरी भाँचिएको होला ल भन्नुहोस् त। हो प्याट्ट, हेर्नुहोस् त, त्यो दाउरा प्याट्ट भाँचिएको आवाज समेत आएको छ है। प्याट्ट भन्ने चाहिँ के हो त, त्यो दाउरा भाँचिएको नक्कल बुझाउने शब्द भयो, जसलाई हामी अनुकरणात्मक शब्द भनेर भन्दछौँ। अब अर्को एउटा चित्र पनि हेरौँ है त। यहाँ हेर्नुहोस् त, यहाँ एउटा सर्प दिएको छ, जुन सर्प चाहिँ जमिनमा हिँडिरहेको छ हो भनेको। सर्प जमिनमा हिँडिरहेको नक्कल बुझाउने शब्द भन्नु पर्यो भने सर्प कसरी हिँडिरहेको छ ल भन्नुहोस् त। हो त्यो सर्प हिँडेको नक्कल बुझाउने शब्द भन्नुहोस् त। हो शब्द के अरे, सर्प चाहिँ सुलुलु हिँडिरहेको छ अथवा सुलुलु हिँडिरहेको छ। सर्प हिँडेको नक्कल बुझाउने शब्द भनेको चाहिँ सुलुलु हो। यस्ता शब्दहरू चाहिँ के भयो त भन्दाखेरि अनुकरणात्मक शब्दहरू हुन्छन् भाइ बहिनीहरू। बुझ्नुभयो नि? ल अब हामी अर्को स्लाइडमा पनि लागौँ है त। यहाँ हेर्नुहोस्, दिएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई आफ्नै वाक्यमा प्रयोग गर्नुहोस् भनेपछि आफ्नो तरिकाले वाक्यमा प्रयोग गर्नुपर्ने हुन्छ। जस्तै अब पहिला सुरु अनुच्छेद पढ्नुहोस् र यसबाट के पत्ता लगाउनु पर्यो भन्दाखेरि एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गर्नु पर्यो। भनेपछि हुनेहार दैव नटार भन्छन्, 5 लाख डुब्यो भनेर अब मैले त्यसैमा चिन्ता लिएर मेरो ज्यान सुकाउनु भन्दा खुरुक्क आत्मविश्वासका ऊर्जाले ज्यान बचाउनतिर लाग्नुपर्छ भन्ने जुन यो
अनुच्छेद छ, यो अनुच्छेदमा चाहिँ कहाँनिर छ त उखान? हो यहाँ हेर्नुहोस् है, हुने हार दैवमा नटार भन्ने एउटा के भयो? उखान भयो भने अनुकरणात्मक शब्द कहाँनिर छ त भन्दाखेरि खुरुक्क। अब यो खुरुक्क भन्ने चाहिँ के हो त भन्दाखेरि अनुकरणात्मक शब्द भयो। अब यसलाई वाक्यमा प्रयोग कसरी गर्न सकिन्छ हेर्नुहोस् त। जस्तै उखान चाहिँ हुने हार दैव नटार हो कि हैन? अब यसलाई चाहिँ यो हुने हार दैव नटार भन्ने शब्दको अर्थ पहिला थाहा पाउनु पर्ने हुन्छ। यो भनेको हुने कुरालाई दैवले पनि टार्न सक्दैन, हुने कुरा भएरै छाड्छ भन्ने अर्थ बुझाउँछ। त्यो अर्थ बुझाउने तरिकाले वाक्यमा प्रयोग गर्नुपर्ने हुन्छ भनेपछि यसरी वाक्यमा प्रयोग गर्नुपर्छ। हेर्नुहोस् त, हेर्नुहोस् है, क्यान्सर रोगबाट पीडित रामको बुबालाई डाक्टरहरूले जति नै प्रयास गरे पनि बचाउन सकेनन्। हुने हार दैव नटार भनेको यही नै हो। हेर्नुहोस् त, हुने कुरालाई दैवले पनि टार्न सक्दैन भन्ने कुरा चाहिँ यस वाक्यले स्पष्ट पार्दछ, हो कि हैन? अब अर्को थियो नि अनुकरणात्मक शब्द। अनुकरणात्मक शब्द चाहिँ खुरुक्क हो। खुरुक्क भनेको चाहिँ अरूले भन्दै नभनिकन चाहिँ काम गर्नु अथवा गर्नु भन्ने बुझिन्छ। यसको वाक्यमा प्रयोग के हुन्छ होला? चोरले प्रहरीलाई देख्नासाथ अब चोर्न नपाइने भयो भन्ठानेर खुरुक्क आफ्नो बाटो लाग्यो। हेर्नुहोस् है, कसैले पनि नभनिकन चोरले आफैले के विचार गर्यो भन्दाखेरि अब पुलिसलाई देखियो, चोर्न नपाइने भयो भन्ठानेर खुरुक्क बाटो लाग्यो। चोर खुरुक्क बाटो लागेको नक्कल बुझाउने शब्द चाहिँ के हो? खुरुक्क। हेर्नुहोस् त, खुरुक्क भन्ने कुराले बुझायो। ल, अब हामी एउटा अर्को नयाँ स्लाइडमा पनि जान्छौँ, जुन स्लाइडमा चाहिँ अब हामी के गर्छौँ भन्दाखेरि कुन उखान हो र कुन टुक्का हो भनेर पहिचान गर्छौँ है त। ल, यहाँ हेर्नुहोस् त, अभ्यासमा के दिएको छ भन्दाखेरि माथि शब्द दिएको छ र तल चाहिँ ती शब्दहरू कुन भित्र पर्छ त? अनुकरणात्मक शब्दभित्र पर्छ कि उखानभित्र पर्छ भन्ने कुरा चाहिँ अब हामी छुट्याउने प्रयास गरौँ है त। यहाँ हेर्नुहोस् त, सुरु अनुकरणात्मक शब्द हो कि उखान हो? के होला भन्नुहोस्? हो, अब त हामीले जानिहालेको छ है, त्यो चाहिँ अनुकरणात्मक शब्द भयो। अर्को मुसुक्क भन्ने शब्द आयो। हेर्नुहोस् त, मुसुक्क हो, यो मुसुक्क भन्ने शब्द के भित्र पर्छ? हो, त्यो पनि अनुकरणात्मक शब्दभित्र पर्छ हो। अर्को एक हातले ताली बज्दैन भन्ने रहेछ, त्यो चाहिँ के भित्र पर्यो त? हो, यो चाहिँ उखानभित्र पर्यो, हो कि हैन? अर्को झमक्क, झमक्क भनेको साँझ परेको नक्कल बुझाउने शब्द हो भनेपछि के भयो? अनुकरणात्मक शब्द भयो हो। अर्को हेर्नुहोस् त, खाने मुखलाई जुङ्गाले छेक्दैन भन्ने के हो? त्यो चाहिँ उखान भयो, हो कि हैन? अर्को खुरु के हो? खुरु पनि अनुकरणात्मक शब्द भयो, हो कि हैन? हेर्नुहोस् त, अनुकरणात्मक शब्द। एकले थुकी सुकी सयले थुकी नदी, के हो यो? हो, अब त जान्ने भइसक्नु भयो है। अब यो चाहिँ के हो त? उखान भयो हो। अर्को जुन जोगी आए पनि कानै चिरेका, यो पनि के हो? हो, उखान भयो। भुरुरु, के हो? भुरुरु हो, भुरुरु भन्ने चाहिँ अब जानिसक्नु भयो है। भुरुरु भनेको अनुकरणात्मक शब्द भयो। अर्को जुरुक्क, जुरुक्क के हो त भनेको उठेको नक्कल बुझाउने शब्द हो। कसरी उठ्यो भन्दाखेरि जुरुक्क भनेपछि यो के भयो? अनुकरणात्मक शब्द भयो। अर्को हेर्नुहोस् त, काग भन्दा कोइली बाठो, यो के हो? हो, यो चाहिँ के हो भन्दाखेरि उखान हो कि हैन? नजिकको तीर्थ हेला, के हो? हो, यो पनि उखान भयो। अब हेर्नुहोस् त, अन्तिमको फटाफट हिँडेको नक्कल बुझाउने शब्द बुझायो भनेपछि के भयो? हो, अनुकरणात्मक शब्द भयो। है बहिनीहरू, उखान र अनुकरणात्मक शब्द बीच फरक छुट्याउन र वाक्यमा प्रयोग गर्न कतिको सजिलो लाग्यो त? यदि राम्रो लागेको खण्डमा एक लाइक एक सब्सक्राइब गर्न भने नभुल्नु होला है त भन्दै आजलाई यति।